हेलो गाइस, दर्शन नमस्कार सम्पूर्णमा तपाईहरुलाई चञ्चले परदेशी ब्लगमा स्वागत छ। आज पनि तपाईहरुको माझमा म एकदम फरक मिट खालको एउटा भिडियो लिएर उपस्थित भएको छु। कस्तो छ स्वीकार दिनु होला। लामो समयदेखि चाहिँ मेरो समय व्यस्तताका कारणले गर्दाखेरि मैले भिडियो पोस्ट गर्न पाएको थिएन। फाइनली आज थोरै समय छुटाएको छु यो तपाईहरुलाई इन्टरटेनमेन्ट अनि रमाइलो मनोरञ्जन दिनको लागि। आजको भिडियो चाहिँ एकदम खास र स्पेशल रहेको छ। आज चाहिँ मेरो प्रिय भाइ मुतु जिग्री.com सोनु बिसी चाहिँ मलाई भेट्न भनेर यहाँ मछिम आइरहेको छ। हाम्रो फाइनली केही समयपछि चाहिँ भाइसँग नै हाम्रो भेट हुनेवाला छ र हामीहरू चाहिँ यहाँदेखि चाहिँ कतै बाहिर जाने अथवा केही विशेष कामको लागि जाने भनेर हाम्रो प्लान रहेको छ। भिडियो चाहिँ अन्त्यसम्म हेर्नु होला र प्रतिक्रिया दिनु होला। अझैसम्म भाइ आइपुगेको अवस्था छैन। केही समयभित्रमा भाइको आगमन हुनेछ र हामी साथै भाइ आउने बित्तिकै हामी जानेछौँ। भिडियोलाई चाहिँ अन्त्यसम्म हेर्नु होला। फाइनली हाम्रो दार्जिलिङसँग भेटघाट भइसक्यो। हाम्रो भर्खर हामी भेट भएर पनि अघि नै भेट भएको थियो हाम्रो। अनि हामी नास्ता खाएर पनि हामी यहाँदेखि निस्किन जान लाग्छौँ। हेर्न सक्नुहुन्छ। हेलो एभ्रीवन, सोनु बिसी के छ? एकदम यसरी भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नु है। अहिले चाहिँ हामी जान लाग्छौँ। यसै गरी सरर हामी नास्ता खाएर तीनजनाको टोली चाहिँ लागिरहेको अवस्था छ। हाम्रो यात्रा चाहिँ आज 12 बजे 12:30 बजीसम्म मात्र रहनेछ। त्योभन्दा ढिलो हुने छैन, किनभने ड्युटी भेट्न आउने हो हामी। यता चाहिँ सोनु दार्जिलिङ हाम्रो भेट चाहिँ धेरै समय भन्ने नि लगभग 1 महिनापछि भेट भएको छ हाम्रो। यसै गरी भिडियो चाहिँ एकदम रमाइलो हुनेवाला छ। कृपया यहाँसम्म हेर्दै हुनुहुन्छ भने अगाडि पनि हेर्नु होला। र सर्वप्रथम त हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला। अनि छेउमै भएको बेल आइकनलाई चाहिँ थिच्न नभुल्नु होला, ताकि आउनेवाला समयमा तपाईहरुलाई यस्तै प्रकारको भिडियोहरू दिन सकौँ। र मलाई पनि तपाईहरुको एक लाइक, एक शेयर र सब्सक्राइब अनि कमेन्टले यसरी नै भिडियो बनाउने एकदम हौसला मिल्छ मलाई पनि। लगभग आधी घन्टाको यात्रा भइसक्यो लाग्छ। अब हामी जुन ठाउँमा आउन लागेको थियौँ, जुन ठाउँमा भनेर हिँडेको थियौँ, त्यो ठाउँमा आइयो जस्तो छ। अब फाइनली हामी चाहिँ यहाँ आइयो। सफारी मल रहेछ, यहाँ आएको छौँ। यसो कपडा सब्दा लिनु पऱ्यो। अब जाडो महिना सकिन लाग्यो, गर्मी कपडाहरू किनौँ भनेर आएको हामी। एकदम हेर्न सक्नुहुन्छ। के छ? कस्तो छ? एकछिन भित्र घुम्नेछौँ, डुल्नेछौँ। अनि के छ त भाइको हालखबर? मोबाइल हो, दामी हो, झकास हो। यता चाहिँ फोटो खिच्नु मारामार छ, हेर्न सक्नुहुन्छ। पुगिसकेपछि हामीले केही फोटोहरू खिच्यौँ। यसै गरी हामी चाहिँ अलि छिटो आइएछ। खुल्ने समय चाहिँ 9 बजेको रहेछ। हामी चाहिँ अलि छिटै आइएछ। अहिलेको समय चाहिँ 9 बज्नेवाला छ। अब केही मिनटभित्रमा 9 बज्छ होला। अहिले चाहिँ 8:50 जति भएको छ। त्यो समय 8:50 भइसकेको छ। हामी अलि छिटो आइएछ। अहिलेको अवस्थामा चाहिँ यस्तो छ। कति दामी छ कि भ्यूहरू चाहिँ पहिलाचोटि आएको, पहिला आएको थिएन योभन्दा पहिला कहिले। अब यो गाडीहरू राखिरहेको छ। यो चाहिँ कुपनमा हामीले सामानहरू लियो भने त्यो सामान चाहिँ लेखेर चाहिँ त्यो चिट्ठा सिस्टम हो, चिट्ठामा पर्ने गाडीहरू चाहिँ त्यसरी राखेको छ त्यहाँ। त्यसै गरी केटाहरू चाहिँ दामी गफ हानिरहेको छ है। यति बेला हामी चाहिँ सर कस्तो देखिरहेछ, दामी। अब केही समय चाहिँ हामीले यहाँ कुर्नै पर्ने हुन्छ। खुल्ने समय 9 बजे रहेछ। हामी लगभग 8:50 यहाँ पुगेका थियौँ। नखुल्ने बेलासम्म हेरौँ। एकछिन हामी आफ्नो तरिकाले रमाइलो गर्नेछौँ, साथीभाइहरूसँग जिस्किनेछौँ। त्यसपछि अघिको अध्याय सर एक राउन्ड दिनु पर्ला नि त पछि, होइन? बीबी के लिए साड़ी किन रहे हैं, बीबी के लिए साड़ी किन रहे हैं हम। केही सपिङहरू गरियो, रमाइलो गरियो। अबको समय चाहिँ लगभग पनि 12 बज्न लागेको अवस्था छ। अब केही समय हामी केही छुटेका सामानहरू किन्नेछौँ। अनि लगत्तै सामानहरू किनिसकेपछि हामी चाहिँ बाहिर निस्केर केही नास्ताहरू पनि खानेछौँ। धेरै समय भयो, ढिला भइसकेको छ, भोक लागेको अवस्था छ। यो बेलामा केही नास्ताहरू किनेर केही खानाहरू लिएर चाहिँ हामी आज बाहिर गाडीमा बसेर खाने भन्ने प्लान बनिरहेको छ हाम्रो। अहिले रमादान चलेको कारणले गर्दाखेरि हामीलाई होटलभित्र बसेर खाना खान दिएन। त्यसैले आज हामी खाना चाहिँ गाडीभित्रै बसेर खाने प्लान बनाएका छौँ। फाइनल्ली हामी सपिङहरू गरिसक्यौँ। सपिङहरू गरिसकेर चाहिँ अब छिटै अब रुमतिर जाने बेला भइसक्यो हाम्रो पनि। अब केही नास्ताहरू गर्छौँ। अब अहिले रमजानको कारणले गर्दाखेरि झ्याप्पै जस्तै बाहिर खाना त मिल्दैन, किनभने रमजानमा अब 6 बजीभन्दा
पहिले खाना दिँदैन, अलाउड नै छैन। त्यही भएर हामी केही खानेकुरा ल्याउँछौँ, गाडीमा बसेर खानेछौँ। गाडी अलि यस्तो सुनसान ठाउँमा पार्किङ गरेर त्यहाँ बसेर चाहिँ खाने भनेका छौँ। त्यति बेला चाहिँ अहिले हामी ठ्याक्कै केही सपिङहरू गरियो। अब सपिङ चाहिँ तपाईँहरूलाई एउटा हिसाबले सरप्राइज नै छ, कसको लागि भन्ने कुरो चाहिँ आउनेवाला केही दिनभित्रमा थाहा पाउनुहुन्छ। अहिले चाहिँ कसको लागि सपिङ हो, आउन त हामी 3 जना आएको छौँ सपिङ गर्नलाई। 3 जना मध्ये कसको सपिङ हो भन्ने कुरा चाहिँ तपाईँहरूलाई केही दिनमा अवश्य नै थाहा हुनेछ। यति बेला चाहिँ हामी यता हाम्रो गाडी पनि आइसकेको छ लिनलाई। गाडीमा केटाहरूले सामान हालिरहेको छौँ। यही गाडी हो। अहिले चाहिँ हामी सट्ट खानासाना दिइसकेर पनि अलिक हिसाबले अब जाने कोसिस नै गरिरहेछौँ। यता भाइले चाहिँ सर र यसले माथि पुऱ्याइदिने हो। कस्तो भइरहेछ, कस्तो महसुस भइरहेछ? एकदम गरेर सपिङ पनि गरेर होइन, अनि अब रमाइलो भयो होइन। एकदम गर्मी चाहिँ धेरै छ, बबाल छ है। अहिले चाहिँ कतारमा गर्मी बबालै हुन्छ जस्तो लागिरहेछ। यसै गरी हामीले लगभग पनि 8-9 बजे आइपुगेको थियौँ। अहिले 12 बजे भनेपछि 3 घन्टा केही लगभग बितायो हामीले। अब हामी जाने टाइममा त गाडी साडीमा बसिहाल्यो। यता भाइहरू पनि गाडीमा बसेको छ। ल अब यतिखेर चाहिँ हामी खाना नास्ता केही खाने तयारी गर्दैछौँ। अब चाहिँ हामी नास्ता खाएर अब चाहिँ गन्तव्यतिर लागिन्छ। यहाँ चाहिँ अलिकति नास्ता हुँदैछ सर लगाएर हामीले खाना खायौँ। त्यसपछि चाहिँ अब आफ्नो गन्तव्यतिर लागिरहेको अवस्था छ। तपाईँलाई भिडियो कस्तो लागिरहेको छ हेर्दै हुन्छ, जस्तोको त्यस्तै प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। साथै चञ्चले परदेशी ब्लगलाई सब्सक्राइब गरी छेउमा भएको बेल आइकनलाई चाहिँ थिच्न नभुल्नु होला। फाइनल्ली हामी चाहिँ अहिलेको अवस्थामा ठ्याक्कै यहाँ हाम्रो ठाउँसँग भाइले गाडीमा ल्याइदिएको थियो। अनि त्यसपछि हामी चाहिँ बिचमा त्यो अघि अलिकति ब्लक भएको थियो र अलिकति केही समयको लागि अलिकति नजिकै छ, त्यहाँसम्म हिँडेर जाँदैछौँ। अब यता भाइ कस्तो महसुस भइरहेछ भाइ? गर्मी छ, गर्मी बढेछ है। गर्मी बढेछ हो। यति भन्दै आजको भिडियोलाई चाहिँ यहीँ अन्त्य गर्छु। चञ्चले परदेशी ब्लग युट्युब च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट गरी माया देखाइदिनु ल। धन्यवाद।